नमस्ते, गुड मर्निङ जोजल्पा सबैलाई स्वागत छ। वेलकम हाम्रो डे 3 रोमा इटलीमा। पहिलोचोटि म यो फास्ट ट्रेनमा चढ्दैछु। यो चाहिँ हो हाम्रो ट्रेन जसले मलाई लगिदिनेवाला छ नापोलीदेखि रोमसम्म। कथा एउटा सुनाउन चाहन्छु म होइन। एउटा यस्तो अरे के सुँगुर चाहिँ होइन, सुँगुर चाहिँ अब लाई चाहिँ त्यस्तो भएछ अनि मरेछ। के भनेको चक्कुले हान्दियौ के चक्कुले हान्दियौ सुन्ने गरी राम्रोसँग मुख नछिट्यौ। नमस्ते, गुड मर्निङ जोजल्पा सबैलाई स्वागत छ। वेलकम हाम्रो डे 3 रोमा इटलीमा। आज चाहिँ हामी खास घरमै बस्ने, रिल्याक्स गर्ने, वरपर मात्रै घुम्ने, धेरै टाढा नजाने भन्ने हाम्रो प्लान थियो। तर प्लान एक्कासी चेन्ज भयो। यसरी कोइनको सिक्का पल्टेको जस्तै ट्याक्क पल्ट्यो। अनि हामी जाँदैछौँ आज नेपल्स। नेपल्सलाई अर्को वर्डमा नापोली पनि भन्छ। नापोली जाँदैछौँ हामी। यहाँबाट अलमोस्ट 2.5 आवर्स ट्रेन जर्नी हुनेवाला छ। ट्रेन स्टेसन पुग्नको लागि हामी यहाँबाट बस लिनुपर्छ। ऊ यहाँनिर स्टेसन अगाडि छ। अराउन्ड 20-25 मिनट्स लाग्ने रे यहाँबाट चाहिँ स्टेसन पुग्न। स्टेसनको नाम चाहिँ रोमा टर्मिनी हो। रोमा टर्मिनीदेखि अल द वे हामी जान्छौँ नापोली टर्मिनी, नापोली सेन्ट्रल आयो अनि त्यहाँ जान्छौँ। त्यसपछि हामी पाण्डा हामी आई थिङ्क बाटो क्रस गर्नुपर्छ। हामी मै हुन्छ। हामी चाहिँ अहिले बसमा चढिसक्यौँ। बस अहिले टनेलभित्र छिरिरहेछ। बाहिर यस्तो छ, मान्छे हिँडिरहेछ बाहिर। हामी यहाँनिर छौँ। त्यहाँ ट्याप गर्ने खालि मैले ट्यापै लिँदैन। हामीसँग कार्ड नभएको फाल्टु हुन्छ त। हामीसँग कार्ड छ, हामी जेन्युन कस्टमर हो। अब हामी जान्छौँ। अब आधी घन्टामा हामी टर्मिनी पुग्छौँ। तिमी एकदम एक्साइटेड हो तिम्रो डेस्टिनेसन जान पाउँदा? तिमीले खाँदैन थियो त्यस्तो मजाले ब्रेकफास्ट? कहाँ खान्थ्यो पहिले? तिमी यति मजाले सुत्न पाउँदैन थियो, सुते गर्दैन थियो। माइन्ड योर स्टेप्स प्लिज। हामी चाहिँ अहिले रोमा टर्मिनी आइसक्यौँ। मेरो होटेलको ओनरको अनुसार चाहिँ युरोपकै ठुलो टर्मिनल भन्छ। आइम नट स्योर। त्यसले भनेपछि त्यसकै देश हो होला नि त। प्लेटफर्म्स, हाम्रो प्लेटफर्म्स कुन हो त्यो हेरेर छिर्नुपर्छ जस्तो। ला ऊ यहाँनिर हेरौँ। हामी एन्टर गऱ्यौँ टर्मिनलभित्र। एघार कतिको हाम्रो? 11:26 22सम्म आयो। 26 श्रीकुसा
हामीले हाम्रो ट्रेन नम्बर पनि यहाँ देख्यो हैन तर अझै टाइम बाँकी भएर होला प्लेटफर्म नम्बर चाहिँ देखाइरहेको छैन यसले सो एकछिन टाइम लाग्न सक्छ 10-15 मिनट 10-15 मिनट यसो घुमाउँ न त पाण्डा यु वान्ट कफी मन पर्दैन मगाउँ त कफी किन्न खाने ल एकछिन घुमाऊ टाइम छ हामीसँग होइन तिमीको खवाब रेस्टुरेन्ट माथि छ क्लिमेन्सियो एयरपोर्ट माथि छ त्यता छ यो फास्ट ट्रेन के भनेको चक्कुले हान्दियौ के चक्कुले हान्दियौ सुन्ने गरी राम्रोसँग मुख नछिटियौ प्लेटफर्म 14 पाण्डा प्लेटफर्म 14 त्यहाँ देखिन्छ 727 1126 हेर त्यहाँ प्लेटफर्म 14 यता हो रहेछ प्लेटफर्म 14 रहेछ हाम्रो प्लेटफर्म नम्बर आइसक्यो मैले 15 मिनट लाग्छ होला भनेको 15 मिनट होइन 5 मिनटमै आइपुग्यो अब हामी जानुपर्छ होला प्लेटफर्म 14 है त सियो होटलमा अघि नै 2टा कफी हानिसक्यो हो तर पनि प्लेन चढ्नुभन्दा अगाडि एउटा फेरि अर्को एउटा कफी हाल्नु भनेको हो थ्याङ्क यू This is sugar? Brown sugar हाल्दै मैले हुने केही फरक होइन अर्को एउटा हालिदिन्छु तातो रहेछ एकदम पाण्डु यो ट्रेन राइड हाम्रो 2 hours 30 minutes को हुनेवाला छ यो चाहिँ मिडियम एउटा यस्तो 3 थरीको ट्रेन छ यहाँ चाहिँ एउटा भेरी फास्ट ट्रेन छ 300 km/h कुद्नेवाला यो चाहिँ मिडियम हो यसलाई लाग्छ 2 hours समथिङ अर्को एउटा चाहिँ सबसे लास्टवाला थर्डवाला चाहिँ 3 hours 30 minutes भन्दा नि बढी लाग्छ सो हामी चाहिँ यो मिडियममा चढ्यो यही हो हाम्रो ट्रेन तिमी कफी खान्छौ Excuse me. Number 5? Thank you. हामी चढ्यौँ कस्तो चिसो यार
ए हाम्रो तुलसी यो एकैछिनमा बुक भएको यही हो है यो चाहिँ हो हाम्रो अनि हाम्रो चाहिँ यहाँनिर छ विन्डोमा कसरी तिमी यहाँ हुनुपर्छ अब हामी बस्छौँ इटली थोरै चुनिले चाहिँ सोचैमा एकदम यो करप्ट देश हो भन्ने टाइपको जहाँ पनि त्यस्तै हो Informazioni e limitazioni sono disponibili su www.trenitalia.com presso le principali biglietterie e agenzie di viaggio nazionali. Gentili passeggeri, informiamo che se desiderate presentare un reclamo potete compilare il website presente su www.trenitalia.com oppure il modulo cartaceo disponibile sullo stesso sito e presso le biglietterie e uffici assistenza. Per maggiori dettagli è possibile consultare il sito e il canale di contatto di Trenitalia. Dear passengers, साढे 2 घन्टाको हामी ट्रेन राइडपछि हामी आइसक्यौँ नपोली सेन्ट्राले भन्ने स्टेसनमा अब यहाँबाट हामीसँग दुईवटा चोइस हुन्छ एउटा अर्को ट्रेन लिने सोरेन्टो भन्ने ठाउँसम्म अथवा यहाँबाट फेरीमा जाने डुङ्गामा जाने अब गएर हेरौँ के हुन्छ कुन चाहिँ हामीलाई चाँडो हुन्छ किनभने हामीलाई अहिले फर्किनु पनि छ फेरि रोम फर्किनु छ सो अब टाइम क्यालकुलेसन हिसाबहरू हुन्छ हिसाब मैले गर्छु पाण्डा 25 + 35 कति हुन्छ देख्नु भयो हैन हिसाब कसले गर्छ हामी नपोली जर्मनीबाट निस्किसक्यौँ अब यहाँबाट हामी बस लिनु छ बस त्यो स्टाफलाई सोद्धाखेरि दुईटा स्टप भन्दैछ बसबाट झरेर फेरी लिनु छ हामीलाई फेरी क्या मिलेको थ्याङ्क यू रोकिदिनु भयो दाइले फेरी लिनु छ फेरीको कति हुन्छ थाहा छैन मलाई जहाँसम्म लाग्छ महँगो पर्नेवाला छ फेरि खोज्नु पर्नेवाला छ हाम्रो अब तिम्रो ट्रेनै छैन त तिम्रो अरू अप्सन के छ तिमीसँग डु हेभ एनी अदर अप्सन्स अब हामी बसमा जान्छ बस कहाँनिर छ पनि थाहा छैन हामी हेर्नुपर्ने छ हैन त्यही हो बस खोज्छु म त्यहाँ पनि छ बस स्टेसनहरू प्लानमा हल्का चेन्ज भयो
जे सोचेर हामी रोमदेखि यता आयो त्यो चाहिँ हामीले गर्न सकेन किनभने यहाँबाट नेपल्सबाट अलमाफी कोस्ट जानलाई चाहिँ झन्डै तपाईँको बोटमै 2 आवर्स भन्दा नि बढी लाग्छ अरे अनि चाहिँ हामी यहाँ आइपुग्यो 2 बजेतिर आइपुग्यो हामी त्यहाँ गएर फेरि फर्किन इम्पोसिबल भन्छ इम्पोसिबल पनि होइन कि कस्तो हामीसँग 30 मिनट्स मात्रै टाइम हुन्छ त्यहाँ बस्ने त्यसपछि हामी फर्किहाल्नुपर्छ सो त्यति वर्थ इट नहुने भएर चाहिँ हामी अलमाफी नगएर चाहिँ हामी काप्री भन्ने अर्को एउटा आइल्यान्ड जाँदैछ सो त्यही हो अब अनि किनभने अब यस्तो रहेछ यहाँ इफ घुम्न आउने भने अलमाफी घुम्न आउने भने चाहिँ यहीँ होटल अलमाफीमै होटल बुक गर्नुपर्छ नभए चाहिँ सक्दैन रस हुन्छ ठिकै छ नो प्रब्लम एक ठाउँ जान लाग्यो अर्को ठाउँ भयो भने घुमिन्छ सो अब हामी जाँदैछौँ चाहिँ काप्री अब काप्रीमा भेट्छौँ हामी Many hours later. Here we are in Capri. Capri पुगिसक्यौँ हामी कस्तो लाग्यो त पाण्डु तिमीलाई काप्री रमाइलो लाग्यो How's the boat ride? How's the ferry ride? यस्तो एकदम हावामा उ गऱ्यो भने टाउको दुख्छ भनेर मैले तिमीलाई सम्झाइरहेको थिएँ टाइम It's okay. It's okay. यो चाहिँ यस्तो ठाउँ रहेछ पुरा घरहरू डाँडामा त्यो घर हेर नि भन्दा कसरी बस्यो होला पहिरो आउँदैन होला होइन डर लाग्छ भनेर अब हामीलाई पिज्जा पास्ता वाइन खानु छ पिज्जा पास्ता वाइन त्यसपछि वासरुम जानु छ ल थ्याङ्क यू सर फ्रिडम बार छ काप्री बजार एकदम बिजी छ आज सुसु गर्नलाई तिमीलाई एउटा रेस्टुरेन्ट छिर्नुपर्ने हुन्छ यहाँ किन यस्तो भिड छ यस्तो भिड किन छ यहाँ मेरो टिकट देऊ एउटा निकाल्नु नि अहिले तिमीलाई र मलाई एउटा हामी चाहिँ यो केबल कार होइन यो ट्रेन हो त्यसलाई वेट गर्दैछौँ टिब्लिसी
हेलो वन्स अगेन हामी चाहिँ अहिले नापोली सेन्ट्रल भन्ने टर्मिनलमा छौँ अब हामी फर्किन लागिरहेको रोमातिर रोमा टर्मिनी हो तर जान लागेको हामी रोमा हो किनभने हाम्रो ट्रेन चाहिँ 8:30 बजेको थियो अनि त्यो चाहिँ डिले भयो अनि त्यसपछि फेरि त्यो ट्रेन चाहिँ अलमोस्ट लाइक 2.5 आवर्स लाग्थ्यो त्यहाँ पुग्न 3 आवर्स हो 3 आवर्स लाग्थ्यो अनि हामी उता पुगेपछि अलिकति ट्रेनहरू बसहरू पाउन गाह्रो अनि हाम्रो जुन चाहिँ ओनर त्यो होटेलको ओनरले चाहिँ के भनेको छ भने तिमीहरू जति ढिला गर्यो त्यति रिस्क छ यता किनभने रोमा टर्मिनल चाहिँ अलिकति त्यस्तो रिस्की टाइपको छ भनेर भन्थ्यो त्यही भएर चाहिँ हामीले चाहिँ एक्स्ट्रा 50 युरो खर्च गर्यो त्यही टाइमको ट्रेन 8:30 कै डिपार्ट हुने ट्रेन तर एकदम फास्टेस्ट ट्रेन 1 घन्टामा हामी पुग्ने ट्रेन सो हामी 11 बजे पुग्थ्यो भने अहिले चाहिँ हामी 1.5 घन्टा चाँडै पुग्छ जुन चाहिँ 9 साढे 9 बजे पुग्छ 1.5 घन्टाको लागि हामीले 50 युरो खर्च गर्यो पानालाई के लाग्छ यो 50 युरो खर्च गरेको वर्थ इट हुन्छ जस्तो लाग्छ एउटा कथा एउटा सुनाउन चाहन्छु म होइन एउटा यस्तो अरे के सुँगुर चाहिँ होइन सुँगुर चाहिँ अबलाई चाहिँ त्यस्तो भएछ अनि मरेछ सुँगुर अनि यहाँ सुन न सुँगुर मरेछ अनि उसले सुन न सुँगुर मरेछ होइन यहाँ सुन्न एकचोटि अनि त्यसपछि सुँगुरलाई यमराजले सोधेछ अरे के तेरो अन्तिम इच्छा के हो भनेर भनेछ तँलाई म स्वर्ग पठाइदिन्छु तेरो अन्तिम इच्छा के हो भनेर सोधेछ होइन अनि सुँगुरले के भन्नुहुन्छ स्वर्ग चाहिँ किन जानु र म फेरि त्यहाँ गुनै खान पाउँदिनँ भनेको छ अरे क्या त्यस्तै सुत्नै पाउँदिनँ भने जस्तै सुँगुर सो पहिलोचोटि म यो फास्ट ट्रेनमा चढ्दैछु यो चाहिँ हो हाम्रो ट्रेन जसले मलाई लगिदिनेवाला छ नापोलीदेखि रोमसम्म म चढ्छु यो ट्रेनमा 1 घन्टाको ड्युरेसन हुनेछ 9:30 मा म त्यहाँ पुग्नेछु है त अब चाहिँ म लाग्छु चढौँ अब हामी ट्रेनमा अगाडि सबसे अगाडिको क्याबिन रहेछ हाम्रो लामो छ ट्रेन हाम्रो चाहिँ यो पहिलो क्याबिन फ्री वाइफाई छ होला अटोमेटिक 3 र 4 हैन 3B 4B अहिलेको लागि चाहिँ 3A हो यो भित्र जाउँ अहिलेको लागि ए त्यसलाई भन्नु तिमी If I will sit here, if anybody comes, I will come. मेरो निधार पनि दुखिरहेछ आँखा पनि दुखिरहेछ खुट्टा पनि दुखिरहेछ पाण्डा तिमीले मसाज गरिदिन्छौ प्लिज प्लिज नो भनिरहेछ अब अर्को 10 मिनटमा हामी पुग्छौँ रोमा टर्मिनी त्यसपछि अर्को 15-20 मिनट आधी घन्टामा हामी होटल पुग्छौँ